यस्तो हावाहुरी चलिरहेछ चलेर अनि बिजुली चम्किरहेछ डड्याम कि डड्याम मोबाइलमा अलर्ट बजेकै छ अनि त्यहाँ गाडी पनि बन्द भएको छ रे आज अर्कै गाडीमा जानुपर्छ हुरी बतासले चेरीहरू यस्तो बाटोमा फसिरहेको छ हुरी बतासले गर्दा डरै लाग्दो पो छ त नि हुरी बतास त तोरी जाँदैछौँ हामी यसरी जानुपर्छ अनि कहाँ अनि पैसा कमाउन सकिन्छ त नि एकदम ठुलो हावाहुरी चलिरहेछ आज त पानी पनि परिरहेछ थोरै गर्मीलाई अलिक शीतल चाहिँ भएको छ यही हुरी बतासले गर्दाखेरि पनि सबै झारेर फुलहरू हुरीले शीतल भइरहेछ हौ आहा यस्तो कति 36-38 को गर्मी थियो अहिले शीतल भइरहेछ कति आनन्द बादल फेरि करायो अलर्ट उडाउँछु के हो पानी परेको अवस्था छ अहिले चाहिँ पानी पनि पर्नु थाल्यो पानी परेर रुखै बाँच्दैछ सानो रुख गाडीले छिट्टाल्यो फेरि हिँडेर जानुपर्ने जस्तो छ यस्तो सुरु गर्दैछ त के हो त्यहाँबाट हिँड्न पर्यो नि त शीतल त शीतल उता रुख लडेको छ अरे तार झल्ले त्यहाँबाट हिँड्नु पर्यो नारी ड्युटी त यसरी पो जानुपर्छ त कम्पनीको गाडी नभए जस्तो त्यहाँनिर रुखै ढाल्दैछ हे हेर यस्तरी हिँड्नुपर्छ नि त पैसा कमाउने बाटो यस्तो छ नि त हाम्रो त्यस्तै हो यो चाहिँ यति भएर शीतल चाहिँ भएको छ साह्रै शीतल भएको छ नत्र मर्नु भयो गर्मीले अलिअलि पानी र हुरी बतास चलेर हल्का शीतल भएको छ हल्का होइन धेरै नै शीतल भएको छ त्यहाँनिर नि आगा भाँचिएको छ त बिजुली चम्किँदैछ यसरी हिँड्ने भने त हाम्रो पेट फत्तै घट्छ मेरो पेट चाहिँ डह्रो हिँड्नु पऱ्यो नि दाजु त के यहाँ त रुख बिच बाटोमै रुख ढलेछ नि त नि ल फेरि त्यहाँनिर नि यसो आएछ यहाँ पनि बाटो बन्द छ यही भएर हो क्या गाडी बन्द भएको जङ्गल सफारी गरे जस्तो पो भयो त
यहाँ पनि अर्को ऊ त्यहाँ तान्दैछ ऊ त्यो त साँच्चै गएछ मेन भनेको कसरी हिँड्नु पर्दो रहेछ कसरी आउँदो रहेछ पैसा कमाउनलाई पैसा कमाउन के गर्नु पर्दो रहेछ युरोप भनेर हुन्छ आकाश त्यहाँ पानी हेर बाटैभरि छ त अनि कत्रो हुरी आएको त अनि यत्रो ठुलो गमला नै उठालेर हाल्दैछ हेर यो चाहिँ हाम्रो हाम्रो काम गर्ने ठाउँ आइपुग्यो अब हाम्रो काम गर्ने ठाउँ आइपुग्यो बल्ल बल्ल आइपुग्यो होटेल है बिजोग भएछ